Ya क्या कुनी सलीम मदीना लामो गरेर बसौँ भित्र शीतला अनि त्यही लिन आउँछ हुन्न बाटो छोडिदिन्छ त्यही गरेर त वेटिङ आइहाल्छ नआउँदैन खोज्दै त आउँछ ठाउँको नाम थाहा छँदैछ बसको नाम बसमा ट्राभल गर्न कार्ड चाहिने यो पावर ब्याङ्क अनबक्सिङ गर्दै चाहिँ कस्तो हुँदो रहेछ त्यहाँ पावर ब्याङ्क लिएर मैले कतिको चार्ज टिक्छ के टिक्दैन थाहा होइन है भित्र त ओहो जे भएको हुँदो रहेछ आइफोनको पनि टाइप सी टाइप बी अनि त्यहाँदेखि के हो स्टारको चार्ज गर्ने होला यसलाई चार्ज गर्ने होला यो त्यो होइन होला चार्ज गर्ने टाइप सी रहेछ चार्ज गर्ने त्यो कभरमा कभरमा हेर त त्यो चार्जर होला अर्कोमा छैन यतापट्टिकोमा चार्जर त हुन्छ किन कसरी दिएर आइफोन पनि रहेछ होइन हजुरलाई मिल्ने पनि छ अब यहाँ कुर्यो बस्यो भित्र सिमानी बस्ने हो घरि गर्मी भयो भित्र जाने जाडो अलिक जाडो भयो बाहिर त्यस्तै छ त्यही भएर अब यहाँ बाहिर आनन्द छ भित्र हेर्दाखेरि यहाँबाट हेर्दाखेरि के यस्तो बङ्गला जस्तो मात्रै खालको केही पनि छैन होइन भित्र खोजेको चाहिँ भइन्छ खाना नाना आखिर खानपान आसपासका पास पैसा छ त सबै ठिक छ नत्र थुपुक्क नकारिकन बस भन्छ भित्र बाटामा कुरेर बस्नु पनि आपत्ति हो घरि कहाँ जा भन्छ घरि कहाँ जा भन्छ गाडी ल्याएर छोड्छ अर्को गाडी लिन नाम्छ भन्छ गाडी नम्बर कन्ठा पार भन्छ ढाडा कहीँ पनि नजा भन्छ दिमाग खराब कहाँ जानु अब यहीँ बस्ने भाउन बस्यो जस्तो टुक्रुक्क बस्ने यही छ 647 55 647 55 उमर 55 यहाँ छ एउटा सेक्युरिटी गार्ड छ यो कता अफ्रिकातिरको यो कतातिरको इन्डियातिरको कसले के गर्छ हौ मेरो मोबाइल मेरो बत्ती त यहाँ बलिरहेको छ त सडक खोजीमा शिक्षक के गरिन्छ थाहा होइन कहाँ पुगिन्छ थाहा होइन अब रुममा लैजान्छ भने गाडी आएर कुदेर बस्नु पऱ्यो त्यही हो सबैभन्दा तनाव चाहिँ दाइले पारिरहेछ हामीलाई चाहिँ मजा लागिरहेछ हावा खाइएको छ त्यो शीतल भइरहेछ तपाईँ रुममै बसिदिरहेको
त पुरै म यतिकै हिँड्दा त पसिनाले निचुप भएको थिएँ छोडिदिनु न हजुर त झन् हजुर त झन् यस्तै छ हो बजार मौसम लाहा मौसम आज आइतबारको मौसम आइतबारको मौसम लाहा 3टा बजार डुल्यो एउटा उता डुल्यो एउटा त्यहाँ डुल्यो एउटा यता भन्दाखेरि मान्छेहरूले गफलाए भन्छन् यस्तो गर्मीमा त म कालो कपडा लाएर हिँड्ने मान्छेलाई अब अरू कुरै छोडिदिउँ न खासै त्यस्तो केही छैन यो भनेको चाहिँ खेतबारीमा काम गर्दाखेरि मैले खेतबारीमा काम गर्दा पसिना निकाल्ने समय जस्तो यो ठ्याक्क कति बजेको त 12 बजेको घाम आनन्दले चिडपिडमा हाम्रो उता दाजुहरू म पनि यता यस्तो बोकेर कालकत्ता बोकेर त्यहाँ अगाडि जान पर्यो गाडीभित्र एसी हुन्छ हाम्रो चाहिँ बाहिर खेसी ठिकै छ अब एकछिनको टोपी लाएर हिँडेर चाहिँ सजिलो भयो कालो कपडा लगाऊ त्यस्तो उयो छैन ठिक छ एकदम फिट एन्ड फाइन एन्ड गुड यस्तो छ यो पनि फोरी हो देश यहाँनिर फोरै छ फोरै भन्छन् माटोले मान्छेहरू त्यो लेबर क्याम्पतिर त्यही सबैको सिटी एरियामा जसको राम्रो हुन्छ लेबर क्याम्पतिर जसको फोरै हुन्छ न तपाईँको न हाम्रो आफैले सफा गर्न सक्यो भने सफा भयो नत्र अरू कोही माइक्या लाल ल्याएर सफा गर्न सक्दैन त्यही भएर घरमा सफाइ यो गर्ने आफ्नो कोठा सफा गर्न पर्छ अहिले त सफा छु पहिला जस्तो छ अझ टक्क एउटा बिस्तारा छ सिरानी छ ब्ल्याङ्केट छ अरू केही छैन अटे यहाँ कपडा छ सक्यो द्याट्स इट गाउँघरतिर अब है जहाँ सायद के हुन्थ्यो छोराछोराहरू यहाँ केही पनि होइन सक्यो दुइटा जाँले एउटा जसको प्यान्ट पुस लियो जुत्ता लियो एक जोड जुत्ता लियो सक्यो द्याट्स इट त्यही हो मजा आइरहेछ 12 बजेको तन्तला झ्याक्कै टाउकैमा थियो क्या यहाँ यस्तो बबा फुलहरू चाहिँ फुल चाहिँ मन पर्ने रातो